आज चाहिँ तपाईको गोर्खे ग्यास बनाउँदैछु म चाहिँ गोर्खे ग्यास अनि यो गोर्खे ग्यास चाहिँ बनाएर चाहिँ म तपाईहरुलाई यो एकदमै बनिसकेपछि चाहिँ दिन्दैछु र के कस्तो लाग्छ भिडियो है तपाईहरुले कमेन्ट गरिदिने अनि सब्स्क्राइब पनि गरिदिने र अब यस्तै छ गरिबी मान्छे अनि तपाईको गोर्खे यो ग्यास चाहिँ बनाउँदैछु यसरी माटोको यो माटोको देख्न सक्नुहुन्छ यो माटोको अनि यहाँ अनि यसो देखाइदिनुहोस् न सबैलाई यो माटो हो अनि यो माटोलाई चाहिँ यसरी यहाँ बिछाउनु पर्छ यहाँ फेरि मेरो लास्टमा मौरी पनि आउँदैछ मौरी हाल्नु चाहिँ तपाईँहरू र हेर्नुहोस् है मेरो चाहिँ अब यहाँ गोर्खे ग्यास बनिँदैछ गोर्खे ग्यास अनि हामी चाहिँ अब यसलाई चुला भन्छौँ चुला भन्छौँ ल A few moments later. के बनिँदैछ हौ दाजु नमस्कार है नमस्कार हजुर आज चाहिँ मेरो गोर्खे ग्यास बनिँदैछ गोर्खे ग्यास यो चाहिँ केले बनिन्छ यो चाहिँ तपाईँको माटो अनि चुना हजुर सिमेन्ट बोरा अनि यो के भन्छ तपाईँको टिना लगाएर चाहिँ यसरी यो मेरो गोर्खे ग्यास बनिँदैछ यो बनाउनु तपाईलाई कति घण्टा लाग्छ यो मलाई एकछिनमा लाग्छ 10 मिनटमा बनाइहाल्छु यो चाहिँ कस्तो हुँदो रहेछ हेरौँ ल हेर्नुहोस् है यो मेरो माटो हो है हजुर यो माटो हो अनि बोरामा हाल्नुपर्छ यसरी लाउनु पर्छ दाजु यसरी हो लगाएँ मैले अब मेरो चुला बनिँदैछ है केटा चुला बनिँदैछ ल यो भिडियो हेरिदिने लाइक गरिदिने सब्स्क्राइब पनि गरिदिने कमेन्टहरू पनि गरिदिनु ल हुन्छ 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 ओके ल Eternity later. ल है साथीहरू सुन्तला फलेको हेर्नुहोस् न
यो तपाईँको पहाडको सबैभन्दा स्वादिष्ट फल सुन्तलो भन्छ नि होला क्या हेर्नुहोस् न कस्तो चाहिँ फल रहेछ अन्त लाई साथी हो सुन्तला खानुहुन्छ भने चाहिँ यसो यतातिर आउनुहोस् है फल्दैछ हेर्नुहोस् न यो सब सुन्तला चाहिँ सुन्तला भनिन्छ साथी है Two hours later. बुङ्गुर सुताइ हेरौँ है यो दुईटा बुङ्गुर सुताइ भन्छ यसलाई चाहिँ यो बुङ्गुर सुताइ त्यसको यतापट्टि फेरि अर्को यो चाहिँ बुङ्गुर सुताइ ट्याम्मै ल त साथीहरू अब तपाईँहरूलाई म आजको मेरो काम चाहिँ यस्तै छ साथी हेर्नुहोस् है हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो डाइनोसर डाइनोसर आइसक्यो मैले डाइनोसरको लागि चाहिँ आएर यो है यसरी काट्नु पर्ने हुन्छ होला मसँग तपाईँहरूलाई म डाइनोसर पनि देखाउँछु साथीहरू एकछिन वेट गर्नुहोस् एकछिन चाहिँ तपाईँहरू वेट गर्नुहोस् यो काटिसकेपछि चाहिँ तपाईँहरूलाई म अभियसली नै डाइनोसर देखाउँछु हेर्नुहोस् न साथी आज त हिँड्नु पर्ला जस्तो छ अनि सायद हिँड्नुपर्छ होला यो छिट्याउँदैछ बाहिर ल साथी सक्नुहुन्छ यो चाहिँ एकदम अर्ग्यानिक चिज तयार पार्दैछु म ल हेर्नुहोस् है यस्तो प्रकारले चाहिँ अर्ग्यानिक चिजहरू तयार पार्नुपर्ने हुन्छ हेर्नुहोस् न आगो तापुङ तापुङ लाग्दो आगो जलिरहेको छ हेर्नुहोस् है ल हेर्नुहोस् है त बिस्तारै लाइक पनि गरिदिनु ल सेयर पनि गरिदिनु है म चाहिँ अहिले यहाँ छु बसिरहेको छु साथीहरू एकछिन त अब डाइनोसर ल्याउँछु